अहिलेसम्म टिकट लिनु भएको छैन? होस्टेल 3 हेर्ने होइन कुलबाईको? फर्स्ट हो भन्दै हुनुहुन्थ्यो त, के हो यस्तो पारा? टिकट लिइहाल्नु। सो आज चाहिँ सानो गुनासो लिएर आएको है हजुर सामु। जति पनि छ नि त कुवेतमा, अब हुनुहुन्छ जति पनि कुवेतमा हुनुहुन्छ, अब हामीलाई पनि त हेर्न मन लाग्छ नि त। हामी ट्रेलर हेरेर मात्रै बस्ने कुरो त भएन नि। अनि यो होस्टेल रिटर्न टिम, होस्टेल मुभी टिमलाई के भन्न चाहन्छु भने सो कुवेतमा पनि मुभीहरू लाउनु पऱ्यो। त्यही मुभी चाहिँ दुबई, कतार, साउदीमा चाहिँ लाग्ने, कुवेतमा चाहिँ नलाग्ने के कारण हो? हाम्रो चाहिँ कारण बुझ्न मन लाग्यो। हामी पनि फ्यान हो, लास्ट डाई हार्ड फ्यान भन्छ नि। अब फ्यानहरू भनेको भगवान नै हो, गर्नु पऱ्यो। डिमान्ड अनुसारको चाहिँ सप्लाई चाहिँ गर्नु पऱ्यो। टन्नै नेपालीहरू छ हो कुवेतमा पनि, सम्बन्धित निकाय अनि यो लाई पनि ध्यान दिनुपर्ने हुन्छ। जो अब ठुल्ठुलो कन्ट्रीहरू मात्रै चलाएर यो आउने भन्ने त होइन नि त। यो सानो कन्ट्री छ भनेर हेर्नु त भएन नि यार। सो हामी पनि कुलबाईको लास्ट ठुलो फ्यान हो। हामीलाई पनि यो मुभी लाग्दै हेर्न चाहिँ ठुलो रहर थियो। सो आज यस्तो पानी मौसम गुड गरेर आएको बेला चाहिँ जान्थ्यौँ नि हामी पनि। त्यही यो गुनासो, सानो गुनासो। मुभी चाहिँ कुवेतमा पनि लाग्नु पऱ्यो है। कुवेतमा जति पनि हुनुहुन्छ मुभी, नेपाली मुभीहरूलाई माया गर्ने मनमुटुहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ एकचोटि पहल गरिदिनु पऱ्यो। होस्टेल 3 पनि कुवेतमा लाउनु पऱ्यो। अब यहाँको माहौलको लागि चाहिँ हामी चाहिँ हाम्रो छ कुवेतमा पनि